कि सन् 2026 को फिफा वर्ल्ड कप स्क्रिप्टेड थियो या त म्याच फिक्स्ड थियो। आज हामी यसको बारेमा तपाईसँग चर्चा गर्दैछौँ। भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर हामीलाई साथ दिनुहोला। यो विश्वकपको उपाधि स्पेनले जितिसकेको छ। धेरै समर्थकका लागि यो उत्कृष्ट टोलीको सफलता थियो। उनीहरूको खेल, रणनीति र निरन्तर प्रदर्शनले उनीहरूलाई उपाधिको हकदार बनायो। तर अर्कोतर्फ सामाजिक सञ्जालमा बहस सुरु भयो। कसैले EA स्पोर्ट्सको प्रेडिक्सनको कुरा गरे, कसैले रेफ्री र भारका निर्णयमाथि प्रश्न उठाए, कसैले वर्ल्ड कपको ठूलो आर्थिक पक्ष र बेटिङ इन्डस्ट्रीको चर्चा गरे, अनि केहीले त फाइनल खेलमा अर्जेन्टिनाको प्रदर्शनबारे पनि प्रश्न उठाए। प्रतियोगिता सुरु हुनु अघि नै स्पेनलाई धेरै फुटबल विश्लेषकहरूले बलियो दावेदार मानेका थिए। टोलीसँग राम्रो ब्यालेन्स थियो, युवा प्रतिभा थिए र उनीहरूको खेल्ने शैली पनि निकै आकर्षक थियो। त्यसै समयमा EA स्पोर्ट्सको कम्प्युटर सिमुलेसनमा पनि स्पेन सम्भावित विजेता देखिएको थियो। धेरैका लागि यो डाटा एनालाइसिसको परिणाम थियो, तर जब वास्तविक नतिजासँग मिले जस्तो देखियो, सामाजिक सञ्जालमा प्रश्नहरू उठे। किन कहिलेकाहीँ यस्ता प्रेडिक्सन यसरी मिल्न जान्छ? कसरी EA स्पोर्टले पछिल्ला 5 वटा विश्वकपको विजेता सटिकताका साथ भविष्यवाणी गर्यो र मिलाउन सफल पनि भयो? वास्तवमा कम्प्युटर प्रेडिक्सन हजारौं सम्भावनाको गणनामा आधारित हुन्छ। कहिलेकाहीँ सही हुन्छ, कहिलेकाहीँ गलत, तर जब प्रेडिक्सन र वास्तविक घटना मिल्छ, मानिसको दिमागले त्यसमा कुनै विशेष सम्बन्ध खोज्न थाल्छ। अब आउँछ रेफ्री र भारको विषय। फुटबलमा विवादित निर्णय नयाँ कुरा होइन। हरेक ठूलो प्रतियोगितामा केही निर्णय इतिहासभर चर्चामा रहन्छन्। भारले धेरै गल्ती सच्याएको छ, तर यसले नयाँ बहस पनि ल्याएको छ। एउटै घटना कसैलाई स्पष्ट गल्ती लाग्छ त कसैलाई सही निर्णय। यही फरक दृष्टिकोणले विवाद जन्माउँछ। यसैबीच एउटा अर्को घटना चर्चामा आयो। अमेरिकी खेलाडी फोलारिन बालोगनको रातो कार्ड बारे तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समीक्षा गर्न आग्रह गरेको कुरा सार्वजनिक भयो। त्यसपछि फिफाले निर्णय पनि परिवर्तन गर्यो। यस घटनाले खेल र राजनीतिक प्रभाव बीचको सम्बन्धबारे ठूलो बहस जन्मायो। केही मानिसहरूले प्रश्न उठाए, ठूला खेलकुद प्रतियोगितामा प्रभावशाली व्यक्तिहरूको आवाजले कति असर पार्न सक्छ? तर अर्कोतर्फ खेल संस्थाहरूले यस्ता निर्णयहरू आफ्नै प्रक्रिया अनुसार हुने बताउँदै आएका छन्। यही कारणले यो घटना पनि समर्थकहरू बीच फरक विचारको विषय बनेको छ। अब फाइनलतर्फ फर्कौं। स्पेन र अर्जेन्टिना बीचको फाइनल केवल दुई टोलीको खेल मात्र थिएन, यो करोडौं समर्थकको भावना, इतिहास र अपेक्षाको खेल थियो। खेल सकिएपछि सामाजिक सञ्जालमा अर्जेन्टिनाको प्रदर्शनबारे पनि धेरै प्रतिक्रिया आए। केही समर्थकहरूले टोलीको बडी ल्याङ्ग्वेज, प्रेसिङ र एटाकिङ इन्टेन्सिटी अपेक्षा अनुसार नदेखिएको टिप्पणी, उनीहरूमा जितको भोक नै नभएको कुरा पनि उल्लेख गरिएको छ। केही मानिसहरूले प्रश्न गरे, किन अर्जेन्टिना आफ्नो सामान्य लयमा पनि देखिएन? किन केही क्षणमा टोली दबावमा परेको जस्तो देखियो? किन आक्रामकता कम देखियो? तर फुटबल विश्लेषण केवल बाहिरबाट देखिने दृश्यमा मात्र आधारित हुँदैन। धेरै फुटबल विशेषज्ञहरूले अर्को पक्ष पनि देखाए। उनीहरूका अनुसार स्पेनको ट्याक्टिकल डिसिप्लिन, मिडफिल्ड कन्ट्रोल र प्रेसिङले अर्जेन्टिनालाई आफ्नो स्वाभाविक खेल खेल्न कठिन बनाएको हुन सक्छ। तर जवाफ यदि तर्कले मात्र दिँदैन। अर्जेन्टिना जस्तो उत्कृष्ट टिम कसरी स्पेनको सामु नतमस्तक बन्न सक्छ? यो पनि एउटा सवालको विषय बन्न सक्छ। धेरै मानिसका लागि बेटिङ भनेको केवल पैसा लगाउने खेल हो, तर आधुनिक खेलमा बेटिङ एउटा विशाल इन्डस्ट्री बनिसकेको छ। विशेष गरी वर्ल्ड कप जस्तो प्रतियोगितामा हरेक खेल, हरेक गोल, हरेक कार्ड र खेलाडीको प्रदर्शनसम्ममा मानिसहरूले अनुमान लगाउने गर्छन्। जब करोडौं मानिस एउटै प्रतियोगितामा पैसा र भावना जोड्छन्, तब हरेक सानो घटना पनि ठूलो बहसको विषय बन्छ। एउटा गोलले खेल परिवर्तन गर्छ, एउटा रातो कार्डले रणनीति परिवर्तन गर्छ, जुन स्पेन र अर्जेन्टिनाको बीचमा भएको एउटा भार निर्णयले खेलको दिशा नै बदल्न सक्छ र यस्ता घटनाले बेटिङ मार्केटमा पनि ठूलो असर पार्न सक्छ। यही कारणले ठूला प्रतियोगितामा विवाद हुँदा केही मानिसहरूले आर्थिक पक्षलाई पनि जोडेर हेर्न थाल्छन्। उनीहरूको प्रश्न हुन्छ, जहाँ यति धेरै पैसा घुमिरहेको छ, त्यहाँ प्रभाव र स्वार्थको कुरा किन नउठोस्? स्पेन र अर्जेन्टिना बीचको फाइनल खेलमा केवल 22 खेलाडीको प्रतिस्पर्धा मात्र होइन, यसको पछाडि टेलिभिजन अधिकार, स्पोन्सरशिप, विज्ञापन, सोशल मिडिया एंगेजमेन्ट, खेलाडीहरूको ब्रान्ड भ्यालु र बेटिङ मार्केट जस्ता धेरै पक्ष जोडिएका थिए। त्यसैले वर्ल्ड कप जस्तो ठूलो प्रतियोगितामा मानिसहरूले केवल खेल मात्र हेर्दैनन्, उनीहरूले कथा पनि खोज्छन्। कसैका लागि यो उत्कृष्ट रणनीतिको कथा हुन सक्छ, कसैका लागि यो भावनाको कथा हुन्छ, कसैका लागि यो विवादको कथा हुन्छ, र यही कारणले ठूलो खेल सकिएपछि पनि बहस सकिँदैन। अब हामी कुरा गर्नेछौँ स्पेन र अर्जेन्टिनाको बीचको फाइनल खेलमा मैदानमा चाहिँ के भयो। अर्जेन्टिनाले पुरा विश्वकप भरि सबैभन्दा बढी गोल अर्थात् 19 गोल गरेको थियो। यो सबै टिमहरूले गरेको गोल भन्दा बढी हो। तर फाइनल
खेलमा पुरा 120 मिनट भरिमा पनि अर्जेन्टिनाले एउटा पनि उत्कृष्ट शट गर्न सके, एउटा पनि टार्गेटमा उत्कृष्ट प्रहार गर्न सकेन। त्यसैगरी अर्जेन्टिनाले खेलमा 25 फल गरेको थियो र स्पेनले पनि 21 वटा फल गरेको थियो। तर अचम्मको कुरा त के भने अर्जेन्टिनाले एउटा रेड कार्ड र 4 वटा येलो कार्ड प्राप्त गर्यो, तर त्यही स्पेनले एउटा पनि कार्ड प्राप्त गरेन। पुरा विश्वकप भरि लिसान्द्रो मार्टिनेज एक उत्कृष्ट खेलाडीका रूपमा रहेका थिए। उनी सामान्य खेलमा पनि आफ्नो खुट्टाबाट रगत बगिरहँदा पनि खेलिरहेका हुन्थे। तर अचम्मको कुरा, पहिलो पटक फाइनलमा एउटा साधारण इन्जुरीको कारण उनले मैदान छोडे, त्यो पनि एउटा साधारण टकरावको कारण। यो पनि अपाच्य विषय हो। अर्जेन्टिनाले आफ्ना दुवै उत्कृष्ट सेन्टर ब्याकरलाई 70 मिनेटको अन्तरभित्रमा गुमाएको थियो, त्यो पनि साधारण इन्जुरीको कारणले। अचम्मको कुरा त के छ भने यो घटना हामीले अर्जेन्टिनाको टिममा विगत लामो समयदेखि देख्न पाएका थिएन र यही विश्वकपको फाइनलमा आएर पहिलो पटक यस्तो भएको थियो। अर्को कुरा, लौटारो मार्टिनेज जसले सेमिफाइनलमा इङ्ल्यान्ड विरुद्ध विनिङ गोल गरेका थिए, तर फाइनल खेलमा स्पेन विरुद्ध उनलाई बेन्चमा नै राखियो। उनलाई कहीँ पनि देखिएन, न त मैदानमा न त टिभी स्क्रिनमा नै। तपाईलाई अर्को कुरा थाहा नहुन सक्छ, अर्जेन्टिनाका केही खेलाडीहरू अर्जेन्टिना फर्किसकेका छन् भने तीमध्ये केही खेलाडी अझै पनि अर्जेन्टिना फर्किएका छैनन्। यसको मतलब उनीहरू अमेरिकामै छ। यो पनि एउटा शंकास्पद विषय हुन सक्छ। पुरा खेलभरिमा मेस्सीले जसरी अर्जेन्टिनालाई लिड गरेर अर्जेन्टिनालाई बोकेर फाइनलसम्म पुर्याएका थिए, पुरा विश्वकप भरिमा मेस्सीले गरेको योगदान अभूतपूर्व थियो। तर त्यसको लागि मेस्सीले गोल्डन बल प्राप्त गर्नुपर्ने ठाउँमा स्पेनका रोड्रीले प्राप्त गरे, जो धेरैजनाको अपेक्षा विपरीत रहेको थियो। र तपाईँले स्पेन र अर्जेन्टिना बीच भएको यो फाइनल खेललाई सन् 1990 मा म्याराडोनाले खेलेको फाइनल खेलसँग पनि दाँच्न सक्नुहुनेछ। सन् 1990 मा भएको फिफा विश्वकपको फाइनलमा हार बेहोरेपछि स्वयं म्याराडोनाले भनेका थिए, ब्राजिलियन फिफा प्रेसिडेन्टले म्याराडोनाको हातबाट विश्वकपको उपाधि छिनेको भने। लगभग त्यस्तै तरिकाले यो विश्वकपमा पनि फिफा प्रेसिडेन्ट इन्फान्टिनोले सायद त्यस्तै व्यवहार देखाएका छन्। र यस्तो पनि हुन सक्छ, मेस्सीलाई सबैले फिफाले बोकेको, फिफाले साथ दिएको, रेफ्रीले जिताएको र रेफ्रीले फाइनलसम्म पुर्याएको भनेर जुन किसिमको एक खालको नकारात्मक समाचार फैलिरहेको, त्यसकै कारण पनि फिफाले अब आउने स्पेन तथा युरोपमा हुन लागेको वर्ल्ड कपमा हुने $बिलियन बिजनेसका कारणले गर्दाखेरि पनि, बिजनेसको कारण पनि अर्जेन्टिनाको हारमा एउटा प्रमुख कारण बन्यो। तपाईलाई के लाग्छ, फिफा वर्ल्ड कप 2026 साँच्चै स्क्रिप्टेड थियो अथवा फिफाले म्याच फिक्स गराएको थियो? कमेन्टमा आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। हामी यस्तो इन्ट्रेस्टिङ भिडियो लिएर फेरि पनि आउने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।